हेलो हेलो हजुरहरूलाई हामीले मोरङको रङ्गेली हेराउने प्रयास गर्दैछौँ भिडियोको माध्यमबाट। यो रङ्गेलीको तपाईँको 6 लाइनको बाटो हो। मधुबनीदेखि हामी ब्लगिङ स्टार्ट गर्दैछौँ। 6 लाइनको बाटोमा एक साइडमा मकै सुकाएको छ, एकदम यतातिर मकै खेती एकदम धेरै हुने भएर किसानहरूको बाध्यता पनि छन्, मकै सुकाउने ठाउँ नभएर बाटोमै सुकाइरहेको छन्। तर सुकाउनु नपर्ने बाटो एकदम ठुलो छ है। बाटोमा विभिन्न थरीका फुलहरू रोपिएका छन्। बाटो एकदम सफा छ, भर्खरै बनेको बाटो हो, तपाईँको एकदम राम्रो छ। हामी हजुरहरूलाई मधुबनीबाट अब रङ्गेलीतर्फ जाँदैछौँ। रङ्गेली यसो हेराउने प्रयास गर्दैछौँ भिडियोको माध्यमबाट। यसो हेरेर सहयोग गरिदिनु होला। रङ्गेली बजारतिर लाग्न आँटेका छौँ। बजार पुग्न आँटेका छौँ। बाटो हेर्दाखेरि एकदम राम्रो छ बाटो। घुम्न आउनु होला। रङ्गेली एकदम पुरानो बजार हो, पहिलाभन्दा धेरै नै चेन्ज भइसकेको छ यताको बाटो बजारहरू। रङ्गेली बजार प्रवेश गरिसक्यौँ हामी। रङ्गेली बजार हजुरहरूले हेर्नु होला। यहाँ हामी भिडियोबाटै हेराउने प्रयास गर्दैछौँ। यो रङ्गेली बजार हो, तपाईँको राम्रै बजार छ। तपाईँको एक टाइमको एकदम ठुलो बजार हो। तपाईँको यहाँनिर अब शिव मन्दिर छ, काली मन्दिर भयो। यहाँनिर अहिले त्यसको निर्माण यहाँनिर भइरहेको छ कार्यक्रम। यता काली मन्दिर हो हाम्रो। आउँदैछौँ। यहाँनिर माता दुर्गाको मन्दिर आइपुग्यौँ। माता दुर्गाको मन्दिर अब यहाँबाट केही टाइममै हामी यहाँ रङ्गेली नगरपालिका पनि आइपुग्यौँ। यो अगाडि देखिएको यहाँनिर रङ्गेली नगरपालिका छ। अब यहाँदेखि हामी आमखोलातिर जाँदैछौँ है, जान्छौँ। हमेशा चाहूं, बस चाहूं, मैं चाहूं। तो रङ्गेलीको यो क्याम्पस बन गया जाने मन। क्याम्पसबाट केही अगाडि गइसकेपछि यहाँनिर बक्रा खोला आउँछ। यहाँनिर आर्यघाट पनि हो, रङ्गेलीको आर्यघाट पनि बक्रा खोला कटिसक्यौँ। यहाँबाट अब हामी संसारीमा स्थान पुग्न आँट्दैछौँ। एकदम भिडभाड छ बाटोमा, तपाईँहरू हेर्न सक्नुहुन्छ। गाडीहरू कति नै आइसकेको छ, दुई साइड नै त्यस्तै प्याक छ। संसारीमा स्थान आएको सबै भक्तजनहरूको गाडीहरू यसो पूजाआजा गर्नलाई अहिलेको एकदम भाइरल प्लेस। यहाँ माताको संसारी माताको मन्दिर छ। एकदम विश्वासका साथ, आस्थाका साथ आउनुहुन्छ। यहाँनिर भाकल गर्नुहुन्छ। भाकल पुरा भएपछि यहाँनिर यसो पूजा गर्न आउनुहुन्छ, हेर्न सक्नुहुन्छ। एकदम भिडभाड छ यहाँनिर। तपाईँको शनिबार एकदम स्पेसलै हुन्छ, सबैभन्दा बढी भिडभाड। यहाँ माताको मन्दिर हो। त्यसपछि तपाईँको एकदम यहाँ हेर्नुहुन्छ प्याक त्यत्तिकै छ। यहाँ छेउमै छ तपाईँको यहाँ चिसाङ खोला छ। तपाईँको चिसाङ खोलाको छेउमै संसारी मन्दिर छ। यहाँ चाहिँ हामी चिसाङ खोला कटिसक्यौँ। चिसाङ खोला कटेर हामी यहाँ आमतोला जाँदैछौँ है।
र आमतोला आइसक्यौँ। यहाँनिर आँपको शालिग छ, आँपको शालिग छ। यहाँ हामी आमतोला आइसक्यौँ र यो 6 लाइनको बाटो भनेपछि तपाईँको यही आमतोला कटेर यहाँनिर चेकापुल आउँछ। चेकापुलमा यहाँ भट्टा नि छ, तपाईँको आनन्द भट्टा भन्ने छ। यहाँसम्म चाहिँ 6 लाइन बाटो छ है। अब यहाँदेखि उता चाहिँ तपाईँको 6 लाइन बाटो छैन। तपाईँको यहाँसम्म 6 लाइन बाटो छ, त्यहाँदेखि चाहिँ छैन है। र भिडियो हामीले यहीँसम्म बनाएका छौँ। यहाँदेखि यो बेतौना आइपुग्यौँ। यो भने बेतौना चोक आउँदैछौँ। हवस् त, हजुरहरूलाई यहीँसम्म हामीले हेरायौँ है भिडियो चाहिँ।